हेलो नमस्ते सबैजनालाई। आज न्यू इयर हामी नेपालीहरूको नयाँ वर्ष 2082 को सुरुवातसँगै अब नेपालीहरूले आफ्नो भान्सामा नयाँ परिकारहरू पकाउने र सबै घर परिवारमा रमाइलो साथ गर्दै मनाउँदै आइरहेको हामीहरू सबैलाई थाहा नै छ। यसै सिलसिलामा आज म मासबाट बन्ने बटुक बनाउन गइरहेको छु, जो सुदूरपश्चिम प्रदेशमा अत्यन्तै लोकप्रिय पकवानको रूपमा स्थापित हुँदै आइरहेको छ। नयाँ वर्षलाई उक्त क्षेत्रमा विशु भन्ने प्रचलन पनि रहिआएको छ। विशुको दिन बटुक, मासबाट बनेको बटुक सबैको घरमा पाक्ने गर्दछ। सोही अनुसार म आज यो मासको बटुक बनाउन गइरहेको छु। हस्, धन्यवाद।